Hi and good morning everyone. Hope you guys are all fine. अनि म चाहिँ सचिन फेरि पनि हजुरको अगाडि आइसकेँ नयाँ भ्लग लिएर। अनि आजको भ्लग चाहिँ अलिकति स्पेशल हुन्छ नि। आज चाहिँ मेरो फाइनली आज बाइक सर्भिसिङ गर्न लागेको। अनि विजेश भाइको बाइक चाहिँ हिजो छोडेको थियो। ओइस R1 त अति नै दामी देख्छ यार। सो गाइज कमेन्ट गर्नु होला है, R1 मा भिडियो चाहिन्छ भने चाहिँ आई विल रिक्वेस्ट विजेश भाइ एक दिन चाहिँ मलाई दिनु भनेर बाइक साट्छु म। सो लेट मी नो है। अनि मेरो बाइक चाहिँ खोल्दै हुनुहुन्छ। सो बाइकको चाहिँ यहाँ खोलखाल भइसक्यो। अनि त्यसपछि मैले जस्ट बाइक किन्नु अगाडि चाहिँ उसले सर्भिसिङ गरेर भनेको थियो। मोबिलले पानी चुहे जस्तो छ, बाक्लै छैन कि है, तब पानी चुहे जस्तो लगभग हुन्छ नि। मेन त उहाँले क्लचको वायर एकदमै फोहोर थियो, त्यो पनि चेन्ज भयो। हेर्नु अब कस्तो स्मुथ भएको छ। अनि यसको चाहिँ तपाईँको यो ब्रेक ओइल अघि पुरानो थियो, अब अहिले नयाँ हाल्नुभयो। तर अब यसलाई चाहिँ क्लिन्जिङ चाहिँ कसरी गर्छ भनेपछि तपाईँको यहाँबाट भइसक्यो अघि। अनि यहाँ चाहिँ यसरी तपाईँको पाइपबाट गर्नुपर्ने रहेछ, डाइरेक्टली यहाँ माथिबाट निकाल्नु मिल्दैन रहेछ यसको। यो कुरा नि मलाई थाहा थिएन। अनि यो फिल्टर पनि चेन्ज गर्नुपर्छ। यसमा चाहिँ हुन चाहिँ हन्डाको ओरिजिनल रहेछ, अब मैले पनि ओरिजिनलै हाल्छु। अस्ति फेरि तपाईँको मलाई हुन्छ नि, मैले बाइक लिएर टायर फेरिसकेपछि एबिएस चल्छ कि चल्दैन भनेर पानीमा ट्राई गरेको थिएँ कि। अनि एबिएस चलेन। अनि त्यो कारण चाहिँ तपाईँको यो ब्रेक ओइल पुरानो भयो भने पनि चल्दैन रहेछ कि। सो यसमा पनि सेम सिस्टम तपाईँको ब्रेक थिचिराख्ने। अनि यहाँबाट अलिकति लुज गरेपछि अनि यहाँबाट चुइन्छ तपाईँको ब्रेक ओइल, डाइरेक्टली यहाँबाट चाहिँ निकाल्न मिल्दैन क्या। सो अब चाहिँ यो पनि चेन्ज हुँदैछ। अगाडिको चाहिँ भइसक्यो। अनि ब्रेक त चुम्मा भएको छैन अगाडिको त, ल हेर्नु है त, लचक लचक। सो गाइज सेल एडभान्स। अनि यो चाहिँ एकदमै राम्रो छ मोबिल, वान अफ द बेस्टै भनौँ न सुपर बाइकमा होइन, वान अफ द बेस्ट नै हो। अनि पहिलाको मोबिल चाहिँ के हो यार, यो त पानी झरे जस्तो छ भने। ल हेर्नु यो थोपा झरे हेर्नु है, पानी झरे जस्तो छ। ल कहाँ मोबिल यस्तो हुन्छ यार। ल अब चाहिँ नयाँ मोबिल्स। अनि बाइक चाहिँ खतरा हुँदैछ। अनि हामी चाहिँ यहाँ छौँ। सो गाइज फाइनली मोबिल पनि हालिसक्यो। अनि तपाईँको ब्रेक ओइलदेखि लिएर अनि फिल्टर पनि चेन्ज भइसक्यो। यसमा चाहिँ 3 लिटर जाँदो रहेछ। अनि मैले सेलको हालेको छु। अनि बेस्ट भनौँ न। अनि यो खोल्नु मिल्छ कि मिल्दैन यार। यो तपाईँको छ नि यहाँ, यो चाहिँ कुलेन्ट हो होइन। यो कुलेन्ट हेर्नु न, यो त सबै पानी यस्तो रहेछ कि लिक्विड यस्तो रहेछ। अनि अब अहिले चेन्ज यो पनि चेन्ज गर्नु लागेको हामीले। अब हाल्नु त पर्दैन थियो, त्यही पनि आफूलाई मनमा खिन्न हुने कि। अब चेन्ज गरेपछि राम्रोसँग सबै हालौँ न। क्यास्ट्रोलको राम्रो रहेछ, क्यास्ट्रोलको हाल्नु लाग्यो। अलिकति बाइक हिट भएको जस्तो लागेको थियो। आज चाहिँ बाइक फ्रेस हुन्छ यार भने जस्तो हुन्छ त्यो। मामा लिक्विडको ताल हुँदैन। पानी त पानी हाल्नुपर्छ कि लिक्विडमा, तर यो अलि धेरै पातलो भयो कि, यो धेरै नै पातलो भयो लिक्विड त यार। लिक्विड मोलीमा तपाईँको जी नै हाल्यो भने लिक्विड हालेपछि पानी चाहिँ थप्नुपर्छ। तर अब पातलो मोटो भन्ने कुरा हो। तर यो त लास्टै यार, यो त कुलेन्ट चाहिँ यति चाहिँ हालेर पानी चाहिँ मोर्नी गरेर हाले जस्तो छ यसमा। ठिकै छ अब जस सही भएको छ, सही। अब चाहिँ दामी हुनेवाला छ। क्यास्ट्रोलको हाल्नु लाग्यो मैले। 3 बोतल जान्छ यो। 3 बोतल। सो गाइज अघि चाहिँ लिक्विड मोलीको थियो, अनि अहिले चाहिँ क्यास्ट्रोल। क्वालिटी फरक देख्ने यार होइन त। बस खतरा। अघि 1 बोतल चाहिँ गइसक्यो गाइज, अब दोस्रो अनि तेस्रो है। अनि यहाँ चाहिँ हाम्रो बिस्ट बाइक R1। सी द्याट एस। फाइनली चाहिँ बाइक अल सेट होइन। धेरै कुरा गरियो आज। अनि मलाई कस्तो ढुक्क भयो क्या अब चाहिँ। अनि आज गरेको कुराहरू भने चाहिँ ब्रेक ओइल फेरि ब्रेक ओइल थिएन। अनि त्यसो तपाईँको इन्जिन मोबिल सेलको हालेको दामी भएको छ त्यो माथि। अनि त्यसो कुलेन्टमा थिएन, कुलेन्ट पनि चेन्ज भयो। अनि पछाडि पनि ब्रेक ओइल थिएन, त्यो पनि हाल्यो। अनि दामी भएको छ। अनि ओइल फिल्टर चेन्ज गरेको छ। अनि जोस बाइक चाहिँ अब चाहिँ यस्तो छुमा भएको छ नि गाइज, यु क्यान सी यस्तो दामी भएको छ यार बाइक त। यो अन्त बाइक त सही। सो गाइज हिजो चाहिँ हुन्छ नि बाइक साइक सर्भिसिङ मजाले गरियो, फुल सर्भिसिङ गरियो। बाइक यस्तो दामी भएको छ नि होइन। अनि आजको दिन चाहिँ आज चाहिँ अब श्रेयाको दाँतको अलिअलि ग्याप थियो। अनि आज ब्रेसेस हाल्नु लगाएको। देन ब्रेसेस हाल्नु अगाडि चाहिँ दाँत सफा गर्नुपर्छ अरे। अनि देन एक्सरे पनि गर्नुपर्छ अरे। अनि म चाहिँ यहाँ अहिले भक्तपुर इमेजिङ सेन्टर भन्ने ठाउँमा आएको छु। अनि टोलीहरू चाहिँ त्यहाँ बसेर अहिले म आएको चाहिँ भक्तपुर इमेजिङ सेन्टर भन्ने हो। अनि एउटा प्रो मेरो सब्सक्राइबर पनि हुनुहुँदो रहेछ। अनि रियली ह्याप्पी है, रियली ह्याप्पी। कसैले हुन्छ नि कतै चिन्दाखेरि कस्तो खुसी लाग्दो रहेछ कि मनलाई। सो जेको कस्तो दामी देखेको छ, यो सही छ, यो सही। अनि गाइज हेलमेट चाहिँ लगभग तपाईँको
3 देखि 4 दिनमा रक्सोल आउँछ अरे अनि आम थिङ्किङ अबाउट गोइङ रक्सोल अनि हेरौँ अब के हुन्छ लेट्स सी भयो भने चाहिँ रक्सोलै गइन्छ हेलमेट लिनलाई होइन त भ्लग बनाउँदै सो गाइज नेपालमा चाहिँ हुन्छ नि तपाईँको मान्छेहरूले डेन्टल कस्तो महँगो छ भन्छ तर त्यस्तो होइन है बाहिर झनै महँगो छ डेन्टल होइन नेपालमा भन्दाखेरि पनि अनि मान्छेहरू द्याट्स वाइ हुन्छ नि बाहिर नगराएर नेपालमा आएर गर्छ कि इभन एक्सरे मात्रै तपाईँको 2400-2500 पऱ्यो कि तर ऊ अब चिनेको भएर उसले मलाई 2000 जति गरिदियो थ्याङ्क यू सो मच ब्रो तिमीले हेरिरहेको छौ भने चाहिँ आई वाज रियली ह्याप्पी तिमीले चिनेकोमा सो गाइज अब यहाँबाट चाहिँ श्रेयाको दाँत सफा गर्न जाने दाँत सफा गरिसकेपछि घर जाने माम खाएकै छैन माम खाने एन्ड देन म बाइक लिएर निस्किन्छु सी यू डाइरेक्टली अन द बाइक है त ओके गाइज सो हाई फ्रम अनदर भ्यू अनि सो तपाईँहरूले भिडियो देखि नै हाल्नुभयो म कहाँ जान लागेको भनेर हिजो सर्भिसिङ गरेको थिएँ जे सम्भव अनि हिजै ट्युब फेरौँ कि जस्तो लागेको थियो फेरि अनि होइन काम परेको थियो कि मेरो सानो अनि म फर्किनु परिहाल्यो सो त्यो कारणले गर्दाखेरि चाहिँ म आज जाँदैछु अनि अहिले हेलमेट सेबल जान्छु अनि देन त्यहाँबाट चाहिँ अनि ट्युब फेरेर म फर्किन्छु गाइज आज नथिङ त्यस्तो केही स्पेसल छैन जस्ट यो टायरको अलिअलि ट्युब मात्रै फेर्नु मन छ त्यही भएर सो अहिले चाहिँ तपाईँको ट्राफिकहरूले चाहिँ एकदम कडा गरिरहनु भएको रहेछ जुन चाहिँ तपाईँको हुन्छ नि ओ माई गड ट्राफिकहरूले चाहिँ तपाईँको अब अहिले यो एक्जस्ट लाउड हुनेहरूलाई चाहिँ समातिरहेको रहेछ सो आम थिङ्किङ अबाउट चेन्जिङ माई एक्जस्ट भनौँ न तपाईँको अहिले मेरो टोस छ होइन हुन त मेरोमा मफलर छ तर म आफैलाई पनि टोस अलिकति लाउडै लाग्छ कि एकदमै अनि सो त्यो चाहिँ एउटा मलाई चेन्ज गर्न मन छ अनि युसी अथवा एक्रा मेबी युसी नै हाल्दा बेस्ट देख्छ जस्तो पनि लाग्छ मलाई त अब लेट्स सी कुन पाउँछ त्यही हाल्नु पर्ला होइन त अगाडि बाटो नगएको कि फेरि जाम हुन्छ गाडी त्यो माथि यस्तो तातिन्छ यो गाह्रो छ ल हेर्नु न बाहिरको हावै तातो भएर हो कि सो गाइस 3-4 डेजमा आउँदैछ है हेलमेट चाहिँ अनि हेलमेट चाहिँ रक्सोल बोर्डर आइपुग्छ 3-4 दिनमा अनि आम थिङ्किङ म आफै जाउँ कि जस्तो नि सोचिरहेको छु हेरौँ लेट्स सी किन भन्दा मेरो उता बिरगन्ज जानुपर्ने कामै छ अनि त्यहाँबाट त अनि धेरै बेर त होइन रक्सोल लगभग तपाईँको हाफ एन आवर 40 मिनट्स हो बिरगन्जबाट सो लेट्स सी होइन के हुन्छ अति नै स्मुथ भएछ कि अति नै हुन्छ नि सर्भिसिङहरू गरायो सबैहरू फेर्यो ब्रेक ओइल एन्ड अल अहिले चाहिँ बाइक जोस् स्वादको भएको छ अझ तपाईँको यो एयर फिल्टर पनि 4 छ तर अब एयर फिल्टर आएको छैन कि मगाउनुपर्छ मैले मगाउनु चाहिँ मगाइसकेँ अनि गाइज मैले एक्स्ट्रा चाबी पनि मगाएको छ किन भन्दा मैले यो बाइक किन्दाखेरि एउटा मात्र चाबी पाएको थिएँ कि अनि फेरि म अलिकति चाबी हराउने मान्छे हो फेरि यसो चाबी हरायो भने 1.5-2 लाख खर्च हुन्छ त्यो माथि 1.5-2 लाख भन्दा पनि तपाईँको त्यो टाइम कन्ज्युम हुन्छ नि आउनै तपाईँको लाग्दिन्छ कि 3-4 महिना सो अनि 3-4 महिना बाइक नचलाइकन त कसरी बस्नु गाइज सो त्यही भएर अहिले नै पहिले सोचेर बाइक चाहिँ एउटा चाबी चाहिँ बनाइदिइहालौँ हल्का कुदाइदिउँ होइन बाटो यहाँ चाहिँ राम्रै छ लभली सो तपाईँ कस्तो हुन्छ भने मलाई यो हेलमेट लाउँछु नि त एकदमै गाह्रो हुन्छ कि यो हेलमेटले गाह्रो चाहिँ एकदम गाह्रो फिल हुन्छ यो हेलमेटले मतलब के नमिले जस्तो हुन्छ हौ यो हेलमेट लाउँदाखेरि त राम्रो हेलमेट हो बडी अराउन्ड 15,000 स्कुटरको लागि किनेको थिएँ पहिले धेरै अगाडि 3-4 इयर्स भइसकेको थियो अनि अलिकति अब यो फुटे पनि छ कि त्यस्तै अलिअलि डाङडुङ भएर गाह्रो छ अहिले चाहिँ नक्सल जाँदैछु हेलमेट नेपाल अनि त्यहाँ गएर त्यो ट्युबको माथिको नब फेर्छु and then I'm returning back to home and this is the guys and I'm planning for पोखरा maybe है हेलमेट एउटा लिन जाउँ रक्सोल अनि देन म अलिकति सोचिरहेको छु बाइक लिएर पोखरा जाउँ कि कमेन्ट गर्नु है गाइज जस्ट लेट मी नो हुन्छ नि पोखरा जाउँ कि नजाउँ जस्ट लेट मी नो अनि तपाईँहरूले भन्नुहुन्छ हुन्छ नि मोर देन 5 to 10 कमेन्ट्स आयो भने चाहिँ यप आई विल गो फर पोखरा एचआरसी लिएर
गाह्रो चाहिँ गाह्रै हुन्छ तर तपाईँहरूको लागि होइन अलिअलि त गाह्रो उठाइदिनु पऱ्यो तपाईँहरूले गर्दा म आजसम्म यहाँ हुन्छ नि यत्रो जर्नी भइसक्यो सो जस्ट लेट मी नो है त गाइज म हुन्छ नि तपाईँहरूको एभ्री कमेन्टहरू पढ्छु एभ्री कमेन्टहरू रिप्लाई पनि गर्छु सो जस्ट लेट मी नो अन द कमेन्ट कि म के गरौँ बाइक लिएर पोखरा जाउँ कि नजाउँ त्यही हो पोखरा चाहिँ जाने सोचेकै छु तर अब बाइक लिएर हुन्छ कि ओमडा लिएर हुन्छ आई डोन्ट नो तर अब इफ यु गाइज टेल मी बाइक लिएर जानु देन आई विल गो बाटो चाहिँ तपाईँको मुगलिनसम्म चाहिँ खतमै छ होइन सो आफ्टर मुगलिन चाहिँ एकदम राम्रो छ सो भन्नु होला अलिअलि रिक्स उठाउँछु म है सो अहिले चाहिँ इन्जोय द राइड सो आवाजै कस्तो मिठो आएछ कि सर्भिसिङ गरेर पनि होला है कस्तो दामी सो मैले चाहिँ शङ्खुमुला सर्भिसिङ गराउँछु हाम्रो बुद्धि अङ्कलकोमा अनि अङ्कलले चाहिँ एकदम राम्रो गरिदिनुहुन्छ सो यस्तो ठुल्ठुलो बाइक चढेर पैसा डजन्ट म्याटर काम राम्रो हुनु पऱ्यो अनि अङ्कलको वर्क त टप नच मेन हुन्छ अनि खत्रै बनाउनुहुन्छ आमामा बाइक त अति फ्रेस निको भएको छ अनि तपाईँको अब झन् एयर फिल्टर केम चेन्ज चाहिँ यसको फेर्नु पर्दैन अरे अहिले अनि अहिले चाहिँ एयर फिल्टर एउटा चाहिँ फेर्नुपर्ने भएको छ अनि त्यहाँदेखि चेनको एलाइनमेन्टमै तपाईँको कतै टाइट होइन कतै लुज त्यस्तो भएको छ कि अनि चेन पनि एउटा फेर्नुपर्ने नै बेला भइसक्यो अब लेट्स सी के हुन्छ त्यस्तो चाहिँ डोन्ट ट्राई दिस आउट होमै गाइज जुन मैले यो गरेँ नि यो कर्भ डोन्ट ट्राई द्याट है गल्लीमा चाहिँ मिठै आउँछ यार आवाज त कसम भने यो हेलमेटको हुन्छ नि यो प्याडिङहरू त ठिकै छ कि तर अब धेरै वर्ष भयो नि त 3-4 वर्ष भयो हेलमेट लिएको तपाईँको मलाई त कस्तो यो के भन्छ यो गोप्रो माउन्ट गरेपछि त्यो झरे जस्तो फिल हुन्छ कि अलिक तल ताने जस्तो घाँटीलाई नै हेभी फिल हुने कि सो अहिले चाहिँ लगभग होइन बाइकमा चाहिँ मेरो टोटल्ली हात चाहिँ बसिसक्यो गाइस भनौँ न अनि जति चलाउँदै गएँ झन् त्यति नै माया लाग्दै गएको छ यो बाइकको चाहिँ अनि मैले पहिलोचोटि तपाईँहरूलाई देखाउँदा र अहिलेको कति डिफ्रेन्स छ बाइकमा हेर्नुहोस् होइन सो मैले चाहिँ एकदमै मायाले लाग्छु मेन्टेन गरेर होइन फेरि अस्ति तपाईँको त्यो ट्रिपदेखि नै मलाई कस्तो हुन्छ नि यो 2-4 दिन भइसक्यो सन्चै नभए जस्तो भएको छ क्या एकदमै खै के हो आई डोन्ट नो यस्तै कहिले काहीँ आफ्नै बाइकको आवाज सुनेर अझै पनि म मेस्मराइज्ड गाइज मेस्मराइज्ड एकदमै हुन्छ नि बरु गाडीमा धेरै बोल्छु होइन यताउतामा धेरै बोल्छु नि बाइकमा म बोल्नै सक्दिनँ कि तपाईँहरूले नोटिस गर्नुभएको छ कि छैन म चाहिँ नर्मली हिँड्ने बेला चाहिँ बोल्न सक्छु अनि तपाईँको ओभरटेक एन्ड अल मैले स्पिड अलिकति स्पिड अप गर्दाखेरि चाहिँ म बोल्नै म सक्दिनँ क्या गाह्रो छ मेरो खुट्टा तातेर आएको यार धना चपलाएर आएको एकैछिन यो ट्युब मात्र फेर्ने हो भनेर चपलाएर आइदिएको खुट्टा कस्तो तातिछ यार मेरो त के विधि हेरिदिएको हौ मलाई त मैले गलतै गरे जसरी हौ के हो यहाँ त फुल अन अफ रोड्स रहेछ नि त यस्तोमा मैले त यो कोटिङ पनि गर्नु मन थियो गाइस यार सजेस्ट मी है कता राम्रो छ यो कोटिङ है लेट मी नो सो ट्रिप चाहिँ मैले 0मा राखिसकेँ अनि अबको लगभग भनौँ न 1500 किलोमिटर जतिमा चाहिँ म अब सर्भिसिङ गराउँछु अनि 22 अघिसम्म चाहिँ मैले जो हिजो सर्भिसिङ गरेर 22 किलोमिटर चाहिँ दौडाएँ अनि अब चाहिँ भनौँ न एकदम टाइमली सर्भिसदेखि लिएर सबै एकदम गराउनु पर्ने छ अनि गाइज लेट्स सी अब हेरौँ होप फर बेस्ट नभए म पेन्ट जब पनि गराउँछु बाइक त ठिक छ जस जब पेन्ट जब गराउनु पर्ने त छैन तर आम थिङ्किङ अबाउट न्यू ग्राफिक हुन्छ नि जुनले चाहिँ अब बाइक एकदम वान पिस होस् न होइन अरूभन्दा चाहिँ अलिक फरक होस् कि बाइकहरू बुझ्नुहुन्छ नि तपाईँले ल यो दाइ त सिधा पो जाने रहेछ अब म यता जान्छु सो ट्राफिक दाइहरू चाहिँ राम्रै हुनुहुन्छ है मलाई चाहिँ राम्रै लाग्छ हुन्छ नि खै हेर्नु न मलाई चाहिँ समातेको छैन अहिलेसम्म
त्यस्तो नपरोस्। तर अब जोस् हुन्छ नि स्माइल दिनुहुन्छ कि अनि कसैले रोकिहाल्नु भयो भने पछाडि हेर्नुहुन्छ। अनि मेरो चाहिँ तपाईँको स्क्वाड छ कि नम्बर प्लेट पनि अनि त्यो माथि अनि एक्जस्टमा मफलर पनि छ। सो त्यो कारणले गर्दाखेरि चाहिँ त्यस्तो केही भन्न पाउँदैन उहाँहरूले। के छ मेरो दाइलाई अस्ति बिचरा अस्तिको पैसा पनि दिएको छैन अनि अब आज ट्युब स्युब फेरिदिन्छु अनि अस्तिको पैसा पनि प्लस दाइलाई अलिकति म छोडिदिन्छु। अनि यप गाइज बाइक चाहिँ यही हो, कस्तो दामी देखेको छ हिजो वास गरेर प्लस सर्भिसिङ एन्ड अल। त्यो मनलाई पनि त्यस्तो ढुक्क भएर होला है, बाइक झन् दामी लागेको मलाई। सो गाइज म चाहिँ हेलमेट लेभल आइसक्यो अनि देन सिधस मलाई चाहिँ यो ज्याकेट कस्तो राम्रो लागेको थियो, हाउ डु आई लुक। अनि राम्रै छ है ज्याकेट चाहिँ, लेभल 2 को प्रोटेक्सन रहेछ। अनि चाहिँ म बाइकमा बसेर हेर्छु अनि मेरो दाइले खिचिदिनुहुन्छ यहाँ दामी भाडामा। राम्रो लाग्यो भने चाहिँ म लिइदिन्छु, सही हो। अनि मैले त्यसपछि अर्को ज्याकेट पनि हेरेको छु, त्यसो म देखाउँछु मेरो दाइ, थ्याङ्क यू। अनि तपाईँको अर्को मोटो वुल्फको पनि हेरेको छु कि मैले, हेर्न चाहिँ। अनि अब यो खोलिदिन्छु, लाएर धेरै किन हेर्नु होइन, सेन्सर कराइसक्यो म लाएर बाहिर खा भएर। अनि तपाईँलाई म त्यो ज्याकेट देखाउँछु मैले कुनवाला लिन्ला भनेर। मेरो बाइकको कलरसँग पनि सुहाउँछ कि। अनि त्यसमा यो पनि मलाई राम्रै लागेको हो, यो पनि लेभल 2 प्रोटेक्सन नै रहेछ। अनि व्हाइट चाहिँ किन नलिने भनेको भन्दाखेरि बिकज एनजे दाइसँग पनि मेरो एउटा एचआरसी मोडलको ज्याकेट दाइसँग रहेछ कि, त्यसमा चाहिँ त्यो चाहिँ हन्डाकै प्रपर हन्डाकै हो त्यो चाहिँ। अनि त्यो चाहिँ अलिकति बिग साइजमा छ। अब एकचोटि भोलि एकचोटि अलिक म बिजी भएँ, भोलि एकचोटि दाइसँग भेटेर त्यो एकचोटि ट्राई गर्छु म ज्याकेट। इफ द्याट फिट्स देन यो लिँदिनँ म, त्यो फिट भएन भने चाहिँ म यो लिने सोचिरहेको छु। गाइज अहिले हेलमेट सेलबाट निस्केँ होइन, यस्तो गर्मी छ नि, यस्तो गर्मी छ, म त पागल हुन लाग्यो कि। फेरि बत्ती गइदिएर त्यो माथि त्यो हेलमेट सेलको जस्ता तललेर माइ गड टक्कै एकछिन भनभन भएर अनि एकछिन चिसो खाना आएको। अनि दाइले चाहिँ त्यो भालको एकछिनमा ल्याइदिनुहुन्छ अरे। अनि पहिला चिसो खाऊँ अनि त्यो दाइलाई पनि कोक लगिदिन्छु एउटा म, अनि त्यसपछि है त गाइज। सो गाइज चिसो खाएर म निस्किसकेँ अनि बिचरा मेरो दाइ पनि गर्मीमै हुनुहुन्छ। सो दाइको लागि कोक अनि मेरो लागि चाहिँ सानो पानी। अनि अहिले चाहिँ म हेलमेट सेल जाँदैछु अनि त्यो एउटा नज मात्र हो फेर्नु पनि, त्यति नज फेरेर म घर जान्छु। बिकज गर्मीले पनि होला है, मलाई त यस्तो हुन्छ नि पुरै इनर्जी ड्रेन भएको छ कि। अनि कस्तो गाह्रो भइरहेको छ यार, के बित्तिको गर्मी बढेको है गाइज। कमेन्ट डाउन, झन् तराई बस्नेहरूले त फकटप भइरहेको होला है। सो गाइज अब यहाँबाट चाहिँ म डाइरेक्टली त्यो ट्युब स्युब फेरेर म तपाईँलाई बाइकमै भेट्छु है त। सो टायर सायर चाहिँ खोलिसक्नु भयो मेरो दाइले। अनि त्यसपछि तपाईँहरूलाई म देखाउँछु कि यहाँ के प्रब्लम छ भनेर है। हेर्नु है, हेर्नु है, सुन्नुभयो नि त्यो हावा लिक भएको। सो त्यही हो प्रब्लम चाहिँ, त्यति भयो हो। अनि अब त्यो माथिको त्यो तपाईँको त्यो नच फेरेपछि चाहिँ त्यसपछि बाइक चाहिँ नाइस। टायर फेर्न चाहिँ म हेलमेट सेपल नै आउँछु एभ्री टाइम, किन भन्दा तपाईँको टायरको वर्क गराउनलाई धेरै जस्तो ठाउँमा तपाईँको कोड दिन्छ कि। तर हेर्नु नि यहाँ चाहिँ अब टक्क मेसिनहरू छ, तपाईँको रिम बच्यो अनि स्क्रैचेसहरू हुँदैन नि त। द्याट्स वाइ गाइज, द्याट्स वाइ आई कम टु हेलमेट नेपाल। सो तपाईँहरूलाई पनि बिग बाइक्सहरूलाई टायरको काम गराउनु छ भने चाहिँ हेलमेट नेपाल नै आउनु होला। यहाँ चाहिँ तपाईँको नाइट्रोजन पनि हाल्नुहुन्छ। ल दाइ ल। सो गाइज म चाहिँ अहिले हेलमेट नेपालबाट निस्किसकेँ अनि पानी अलिअलि सिमसी पर्न थालेको थियो। लेट्स सी। सो त्यो चाहिँ नज फेऱ्यो अनि नज फेरेको त्यस्तै तपाईँको बरु त्यो नजको चाहिँ 150 पऱ्यो अनि फेरेको चार्ज चाहिँ 200 पऱ्यो अनि मैले त्यो दाइले एक्स्ट्रा 200 पनि दिएँ, कज अब बिचरा त्यत्रो गर्मीमा मिहिनेत गरिरहनु भएको थियो। अनि म आएको बेला दाइले जहिले पनि मलाई प्रायोरिटी दिनुहुन्छ कि। सो द्याट्स द रिजन हुन्छ नि, मैले चाहिँ अनि दाइलाई एक्स्ट्रा 200 पनि दिएँ। टोटल ओभरअल मेरो 500 खर्च भयो, तर नो प्रब्लम, काम राम्रो भयो नि त। 500 1000 भनेको केही छैन गाइज। पानी परिरहेछ अलिअलि सिमसिम होइन। अनि यप मजा चाहिँ मजा आइरहेछ पानी परेर पनि होला। अब यहाँबाट चाहिँ म सिधै घर जान्छु, कस पानी पर्न लाग्यो। अनुस आएको थियो बसालकोमा, फोन गर्दै थियो, भेट्न चाहिँ भेटिदिनु होला। स्कुलको बच्चाहरू हिँडेर रहेछ, बिस्तारै हिँड्नुपर्छ। सबजना फर्की हेर्छ यार।
गाइस त्यो मलाई हुन्छ नि मोटो वुल्फको व्हाइट ज्याकेट भन्दा नि तपाईँको त्यो मोटो वुल्फकै त्यो स्लिम फिटवाला लेभल 2 प्रोटेक्सनको चाहिँ कस्तो राम्रो लाग्यो क्या। अनि अब लेट्स सी हेरौँ अब त्यो एनजे दाईको त्योवाला अब इफ इट फिट्स त्यो त अब हन्डाकै भयो झन् त्यो त अति नै दामी नै भइहाल्यो होइन। अनि इफ इट डजन्ट फिट अलिकति एक्सेल साइज हो कि फेरि मेरो अलिकति ज्यान सानो छ के गर्नु गाह्रो छ गाइस। बाइकै ठुलो देख्छ यार मैले गर्दा मेरो ज्यान सानो भएर अब अलिक मोटाउनु पर्ने भएको छ गाइस। सो एनजे दाईको त्यो ज्याकेट चाहिँ ठिक भयो भने चाहिँ दामी भइहाल्यो पर्फेक्ट। अरू म लिँदिनँ तर इफ इट डजन्ट फिट म त्यो स्लिम फिटवाला लिन्छु गाइज। अनि 13,000 भनेको छ अब हेरौँ लेट्सी। म रिक्वेस्ट गर्छु हेलमेट नेपाललाई अलिकति डिस्काउन्ट गरिदियो भनेर। अनि अहिले चाहिँ म लगभग सिफल ग्राउन्ड कटेर उता पशुपति गोरालो झर्ने बेला आइसकेँ। पेट्रोल हालौँ है 2 लाइन मात्र रहेछ। अलिकति यसलाई पनि भोक लागिरहेछ टन्न खुवाइदिउँ साथीलाई। मेरो डबल आर पनि टक्क फुल भयो होइन सही हो जस मेरो टन्न भयो। सो मेरो बाइकको निकनेम चाहिँ डबल आर। अनि किन डबल आर भन्दाखेरि कज मलाई चाहिँ हुन्छ नि जस्तै अब मेरो फेभरेट कार पनि रोल्स रोयल्स हो नि त अनि द्याट्स अल्सो डबल आर। अनि मेरो फेभरेट बाइक पनि CBR 600 RR। सो बोथ डबल आर भएर मैले यसको निकनेम चाहिँ डबल आर राखेको हो। अनि यप एउटा स्टिकर पनि ताल्छु होला डबल आर राखेको। अनि एउटा गीत पनि छ त बेबी केरिने किन डबल आर भन्ने गीत पनि छ त। मेरो बेबी टन्न भएको छ यसो कुदाइदिउँ न। मिठो कुद्छ यार टन्न भएको बेला त अलि ल्याग गर्छ कि टन्न भएन भने चाहिँ। अब ट्राफिक नियम हो पालना गरौँ भनिदियो है। अब अलिकति के गर्ने त अब पालना गर्ने कि नगर्ने। ओए के हो 103 भएर चाहिँ हट रेटै डबल आरले गर्दाखेरि यस्तो भइदिएर। आज फेरि तपाईँको 2-2जनाले बाइकको सोधिरहेको प्राइस सेल गर्ने हो भनेर। अनि एउटा चाहिँ चिनेकै भाइले दाइ 32सम्म बेच्नुहुन्छ भनेर सोध्यो। अनि एकजना म हेलमेट सेवालाई बाइक चेन्ज गरिरहेको थिएँ उसले लगभग 33सम्म हाल्न रेडी थियो कि यो बाइकमा। सो मैले चाहिँ नदिएको बेच्नलाई किनेको होइन मैले यो बाइक। अनि एकदम यो त एकदम मेरो मनसँग एकदम क्लोज हुन्छ नि माई डियर भइसक्यो यो बाइक चाहिँ। अनि इट्स रियली गुड। अनि ट्राफिक दाइ मुसुक्क हाँसेर हेर्नु भयो मलाई रोक भने हो नभए म रोक्छु रोक भने हो नि त मलाई त प्रब्लम छैन गाइस। कज हुन्छ नि मैले मेरो 4 पाटे तपाईँको हुन्छ नि ट्राफिक नियम अनुसार नै मेरो नम्बर प्लेट छ। अनि प्लस तपाईँको एक्जस्टमा मैले मफलर पनि हालेको छु जुन चाहिँ लिगल हो। सो मलाई त टेन्सन छैन गाइस। मलाई त ट्राफिक दाइहरूले रोक्नु भयो भने म त रोकेर भन्छु। तर अहिलेसम्म त्यस्तो भएको छैन। ट्राफिक दाइहरू एकदम मुस्कानसहित मसँग बोल्नुहुन्छ अनि त्यो चाहिँ खुसी लाग्छ मलाई। सो गाइज CBR चाहिँ अहिले एकदम सर्टेज रहेछ भन्छ नि मलाई धेरैजनाले सोधेको छ। सो एनीवान विलिङ टु सेल CBR जस्ट लेट मी नो अन माई कमेन्ट। मसँग 2-3जना बायरहरू छन् म आफ्नो त बेच्दिनँ तपाईँहरू बेच्न चाहनुहुन्छ भने चाहिँ लेट मी नो। बायरहरू मसँग छ मजा यस्तो फ्रेस बनाएको छ बाइक कहाँ बेच्नु होइन। मेरो छोराले चलाउँछ है साथीहरू। यो बाटो त आजकल एकदम जाम हुन थालेको छ यार हुन्छ नि। हाइवे तपाईँहरू हाइवे जाम हुन्छ भन्नुहुन्छ होइन यार हाइवे बरु खुल्ला हुन्छ यार। यो बाटो आजकल जाम हुन्छ एकदमै। म खास अनुस बिचरालाई भेट्नु पर्ने तर तपाईँको अब के भन्ने अहिले पानी पर्ला जस्तो भयो क्या। सो द्याट्स वाइ म चाहिँ अलिक छिटै जाँदै नै छु। सो हल्का कुदाइदिउँ न त। सुताइदिउँ है त हल्का। ओए लभली सुते मिठो सुतेको ल। तर अति एड्रेनलिन रस हुन्छ कि यो बाइकले चाहिँ हुन्छ नि के भन्ने यार। केही चिजले त्यस्तो क्रेजिनेस दिनै सक्दैन कि। ओए
ओइ कस्तो मिठा आउँछ यार आवाज झन् सर्भिसिङ पछि त अति स्विट आउँछ यार आवाज चाहिँ दामी जय शम्भु महादेव टोस्ट पनि लास्ट मिठो छ यार कुद्दाखेरि दामी छ होइन तर तपाईँको जुन चाहिँ म अब कोल्ड स्टार्ट गरेर हुन्छु नि कोल्ड स्टार्ट गरेर बेला चाहिँ अलिकति इरिटेट लाग्छ कि मलाई मात्र आइरहेको छ नि त सो आम थिङ्किङ अफ हुन्छ नि अब हेरौँ अब म 1 महिना जस्तो म चाइना जान्छु गाइस सामान हाल्न त्यतिखेर चाहिँ आम प्लानिङ टु ब्रिङ एग्राफोबिक त्यो चाहिँ अब स्लिप अन मात्र हाल्ने कि तपाईँको फुल एक्जस्ट सिस्टम नहाल्ने स्लिप अन मात्र हाल्ने अब कहिले टोस्ट कहिले एक्रा गरेर चलाउने सोचिरहेको छु म तर लेट मी नो है गाइज म पोखरा प्लान गर्दै नै छु मैले फेरि पनि हजुरहरूलाई भने इफ यु गाइज वान सिबिआर अन पोखरा जस्ट लेट मी नो म पोखरा सिबिआर लिएरै गइदिन्छु किनकि मलाई पनि हाइवे कुदाउनु मन छ यो बाइक अब यहीँ काठमाडौँमा त कहाँ छ र यार कुदाउने बाटो त्यस्तो त्यही हो 70-80 कुद्ने त हो नभए चाहिँ आम थिङ्किङ हुन्छ नि जस्ट लेट मी नो है गाइज पोखरा जाने चाहिँ प्लानै छ तर अब के गाडी लिएर जाने कि बाइक लिएर जाने भन्ने मात्र कुरा हो तपाईँहरू जे भन्नुहुन्छ म त्यही लिएर जान्छु तर अहिलेलाई जस्ट फकिङ इन्जोय द राइड म्यान अति मजा आयो अति यसरी त कुदाउनु हुँदैन यार सो गाइज कहिलेकाहीँ मात्र हो है फेरि म त्यस्तो कुदाउँदिनँ कुदाएको चाहिँ छैन तर अब त्यही हो 70-80 हान्ने बाटो त होइन कि यो तपाईँहरू चाहिँ ट्राई नगर्नु होला किन भन्दा यो बाटो अलिक डेन्जरसै छ कज तपाईँको हुन्छ नि मोस्ट अफ एक्सिडेन्ट हुने ठाउँ हो कि यो बाटो एकदम आफ्नो गल्तीले भन्दा नि तपाईँहरूलाई अरू गल्तीले त्यस्तो हुन्छ म चाहिँ कहिलेकाहीँ यसो खाली भए टाइममा चाहिँ कुदाइदिन्छु तपाईँहरू नि कुदाउनु हेरेर चलाउनु होला कसैलाई केही नहोस् भन्ने कुरा हो कि त्यो मैले चाहिँ म चाहिँ खतरा कुदाउँछु तपाईँहरू खतरा कुदाउँदैन भन्नु खोजेँ होइन कि जस्ट सबैजना सेफ होस् होइन झन् अब यो गल्ली एरिया आइसकेपछि त यस्तो मिठो आवाज आउँछ नि झन् आनन्दले हिँड्नुपर्छ होइन हुन्छ के अस्ति अझै पनि यार हुन्छ नि अझै कस्तो हुन्छ नि यत्रो ल्याइसक्यो मैले यो बाइक होइन ल्याएको लगभग अब मैले त ओन गरेको 1 मन्थ जति हुन्ला है अझै पनि हुन्छ नि एभ्री टाइम चढ्छु एभ्री टाइम न्यू लाग्छ क्या मलाई यो बाइक हुन्छ नि आम नेभर गन गेट इनफ अफ दिस थिङ के अति दामी यो चाहिँ गाइज लेखेरै राख्नु म यो कहिले पनि बेच्दिनँ बरु एडअप चाहिँ गर्छु तर बेच्न चाहिँ म यो कहिले बेच्दिनँ घर जाने बाटो चाहिँ लगभग आइपुग्न लाग्यो अनि यस्तै हो गाइज आज चाहिँ अब त्यस्तै हो हुन्छ नि त्यही तपाईँहरूलाई मैले सर्भिसिङ गरेको देखाएँ अनि श्रेयासँग उता हस्पिटल गएको अनि नर्मल्ली आफू म डे टु डे के गरिरहेको छु त्यही देखाइरहेको छु हजुरहरूलाई तर त्यो भन्दा नि मलाई आउट अफ भ्याली गएको देखाउन मन छ हजुरहरूलाई होइन सो फेरि पनि भन्छु लेट मी नो अन द कमेन्ट इफ यु गाइज वान्ट माई बाइक अन पोखरा देन म बाइकै लिएर जान्छु अनि आजलाई चाहिँ यति नै गाइज बाइक चाहिँ एकदम सुपर फ्रेस भइसक्यो सबै गरेर अनि त्यस्तै हो अनि माया देखाइदिनु होला सब्सक्राइब गरिदिनु हुन्छ नि हजुरहरूले एकदम मलाई हुन्छ नि एभ्री टाइम तपाईँहरूले मलाई मोटिभेट गर्नुहुन्छ कि हुन्छ नि भ्यूबाट हुन्छ कि कमेन्टबाट हुन्छ कि एभ्रिथिङबाट म एकदम मोटिभेटेड छु हजुरको लागि अझै मिहिनेत गर्नेवाला छु सो स्टे ट्युन गाइज न्यू थिङहरू आउँदैछ आजलाई चाहिँ यति नै सब्सक्राइब गरिदिनु इफ यु हेभन्ट अनि अहिलेलाई चाहिँ बाई हास्ता ला बिस्ता